हेलो एन्ड गुड मर्निङ गाइज, इट्स डे 2। आज चाहिँ स्याटरडे बुटवलमा छौँ हामी। बुटवलको अहिले चाहिँ 8 बज्न लागिरहेको छ र हामी चाहिँ ब्रेकफास्टको लागि बाहिर जाँदैछौँ। बाहिर ओभर घाम लागिसकेको छ र अब यहाँ चाहिँ हामी रुमभित्र छौँ। सन्जी र म केटाहरू चाहिँ फ्रेस अप हुन गएको छन्। म चाहिँ फ्रेस अप भइसकेँ, मेरो स्किन केयर रुटिन रेडी गरिसकेको छु। अनि यहाँ चाहिँ सनस्क्रिमलाई नलाइकन चाहिँ बाहिर निस्क्यो भने चाहिँ कालो भएर धोस्ते भएर मरिन्छ। सो केटाहरू ब्रस गर्न गएको छ। त्यसपछि चाहिँ आज हामी जाँदैछौँ पारी बुटवल जाँदैछ। पारी बुटवलमा चाहिँ एकदमै फेमस जेरी हुँदो रहेछ होइन। सो हामी चाहिँ अर्गनाइजरको टिमको पर्सनल रिक्वेस्टमा हामी चाहिँ पारी बुटवल जाँदैछौँ। अनि हिजो चाहिँ हामी अर्गनाइजिङ टिमसँग नि भेट भयो राति, तर भ्लग खिच्न पाइएन किनभने चाहिँ हामी होटलमा फर्किसकेको थियौँ। मैले पार्ट 2 अपलोड गरिसकेको थिएँ र त्यही भएर चाहिँ बेलुका अराउन्ड 10 बजीतिर उनीहरूसँग भेट भएको थियो। र अब आज चाहिँ हामी पारी बुटवल गएर दिउँसोभर के गर्छौँ र त्यसको चाहिँ आज म भ्लग हालिदिन्छु। हिजो चाहिँ त्यो राम्रै गयो डे होइन। अब आज पनि राम्रै जान्छ भन्ने हामी चाहिँ आश गरौँ होइन। सो लेट्स गेट स्टार्टेड है त। सो गाइस, हामी चाहिँ होटलबाट निस्किसकेका छौँ र पारी होटलको लागि जाँदैछौँ। अहिले चाहिँ हामी पर्सनल टेस्लामा हिँडिरहेका छौँ। टेस्ला एकदम राम्रो छ गाइस, काम मजाको लागिरहेको छ। अर्गनाइजरको साथीहरू चाहिँ जानु भइसक्यो र यहाँ पुगिसक्नु भयो भनेर सुनेँ मैले। सो दिविन म अनि यतापट्टि केटाहरू छन् है। सो केटाहरू त छन्। त्यसपछि अब चाहिँ हामी पारी होटल जाँदैछौँ यसो त्यहाँको जेरी चाख्नको लागि कस्तो रहेछ त भनेर। डेरी पनि यहीँ गरे नि हुन्छ कि अर्को ठाउँमा गयो नि भइहाल्यो नि। गजब प्रान्स खुल्नु पर्ला हो, त्यो चाहिँ गर्नु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। बेलामा के हुन्छ र मन भएर एक्सपेक्टेसन गर्छ नि अहिले त भएन। त्यस्तो मिठो मिठो छ क्या यहाँको खानाहरू। मैले त्यो साग सुकुटी चाहिँ त्यस्तो एक्सपेक्ट गरेको थिएन होइन, तर कस्तो दामी छ यो। यो जेरी छ नि, काठमाडौँको टिपटप छ नि, टिपटप त्योसँग म्याच म्याच गरेर हुँदो रहेछ। ट्राई गर्छु ल। तर यो मिठो लाग्यो मलाई। तुलसी पनि छ, अथेन्टिक छ हो यो त। प्रड्युस जस्तो हुन्छ क्या, त्यही भएर मिठो। धेरै मुखमा काठमाडौँमा चाहिँ यस्तो जेरी खानु पऱ्यो भने टिपटप जाने क्या अहिले पनि। त्यहाँको समोसा र जेरी फेमस र त्यहाँ चाहिँ पुरै झोल जस्तो बनाउँथ्यो क्या। चाँचीमा धेरै वेदर फोरकास्टमा त भोलि पानी पर्छ भन्ने लेखेको छैन त। परोस् भगवान् परोस्, मरिन्छ हौ। साँच्ची हो। हामी काठमाडौँ बसेर कम्प्लेन गर्थ्यौँ, यहाँको खानै छैन क्या है। हेलो गाइस, अहिले चाहिँ राष्ट्रिय गरी भइसकेको छ। खाजा नास्ता गरेर चाहिँ हामी यहाँ फुलबारी भन्ने ठाउँमा घुम्न आएका छौँ अर्गनाइजरका साथीहरूसँग। 2जना हुनुहुन्छ अर्गनाइजरहरू र हामी चाहिँ यहाँ फुलबारी
मणि मुकुन्द सेन उद्यान भन्ने रहेछ यो होइन यहाँ चाहिँ हामी घुम्न जाँदैछौँ भित्र सन्दीपको छाता यो चाहिँ मेरो छाता हो कस्तो गर्मी छ डढिन्छ यहाँ यस्तो गर्मीले त अब हुन त एउटा कोडी कोरो त त्यहाँ छ तर हामीलाई मलाई चाहिँ काम लाग्यो यो सुनेको कट्टु आएर गर्दै कट्टु भेटेर खुसी छ हाम्रो हामी कहाँ जानु लाग्यो फुलबारी के अरे फुलबारी जानु लाग्यो के अरे होइन फुलबारी पार्क के फुलबारी पार्कमा जाने फुलबारी पार्टी प्यालेस जस्तै स्विमिङ पुल हुनुपर्ने हो त्यहाँ त डेन्जर हो मैले त हेरेकै थिइनँ यार कहाँ के सोचा थिएँ यो अहिले यत्रो गरेँ होइन सम्झिनु मैले अब क्लिकै भएर नि भने मैले केयर नि होला भाषा ए ठिक छ गजब छ है महावीर इङ्ग्लिस स्कुल यहाँ यहाँतिर मैले चाहिँ के सोचेको थिएँ भने होइन काहीँतिर यसो हिँड्दाखेरि काँचो आँप पाइन्छ नि यसो काँचो आँप देखिन्छ नि उब्रिने टिप्पिहाल्ने भन्ने सोचेको थिएँ त्यो पाइएन हजुर म उपाध्याय बाहुन त होइन क्या अरे म जैसी बाहुन म त्यो हजुर के भन्नु ए तिम्रो चिना अब यतातिर अब चल्दैछ हो त अनि उता पनि त उपाध्याय बाहुन त परिने अर्की पनि जैसी हो होइन भने कस्तो बोला साइको कुरा ए विशाल धेरै गर्दैछ गाइस छाता छोडेर आएको सञ्जीवले जाँदैछौँ फुलबारी जीवनको ज्यान नदेखाएर बेस्ट भुँडीमा निस्किन्छ मेरो पुरा पुरी छ ज्यान खाइदिन साथी भयो छोड्यो यतिको भएर उठपटाङ टेबलको नाम सोधिरा आके त्यसले के छु गर्न अलि अनुहार बिहार र चस्मा खोल्दा चस्मा खोल्दाखेरि त ठ्याक्कै बाँधेर त्यति कस्तो ल हेर्नुहोस् अब देखाउँछु अहिलेको नयाँ जेनेरेसन यो चाहिँ नर्मल भयो यो चाहिँ एआईबाट आफ्नै बनाएको एआई हो क्या नेपालमा उस्तै देख्छ त दुरुस्तै होइन अलिकति नाक मात्र फरक होइन त नाक उसको राम्रो छ यस्तो गर्मी छ म त चोबल्दी साथी मलाई चोबल्दै बरु यहाँ जा हेर्नु त यहाँ जुस अरे कम गाइस हेलो गाइस अब हजुरहरूले देख्नु भइसक्यो हाम्रो पुर्खालाई अब हामी यहाँ चाहिँ बुटवलको 3D घर हेर्दैछौँ नाइस लाग्यो मलाई तर बुटवल इज लभ है गाइस बुटवल इज लभ बुटवल आउनै पऱ्यो है त ए ओपी यार को कुन प्रजातिको त चाहिँ बाँदर प्रजातिको अरूको मतलब मन पऱ्यो के हो त्यही त बुटवलको एनिमल कर्नरतिर आइसकेको छ गिनी पिग रहेछ नि त यहाँ त ओ नाइस गिनी पिग लभली है लभली यसलाई त बिचरा कति शोषण गरे शान्ति सरले त्यही भनेको नामै मुसै होला होइन यो मुसाको प्रजाति हो ओइलो त सेन्टी छ त यो त के भयो तिमीलाई विशाल ए विशाल के भयो तिमीलाई दाइ हेलो के छ डर लाग्दो हुन्छ गोत्र कुन हो गोत्र कुन हो गोत्र के हो यसको एक्लै हो ए होइन उ त्यहाँ रहेछ साथी छ यसको पागल हुन्छ
उही कत्रो बाघ हेर्न नि उही बाघ यार बाघ भाग आयो भाग आयो भाग हो यार भाग हो ओए ओए हे फेरो फेरो रहेछ हजुर ज्याकल हो अघि त्यसले के भयो अघि के भयो यहाँ हेर्न बाघ यो चाहिँ हाम्रो दिबिनको प्रजातिको रहेछ ज्याक मलाई राम्रो लाग्छ स्याल कसम अझ फक्स ओइ उठ्यो 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 हार चाहिँ आज ओला उठ्यो र यहाँ चाहिँ मेरो प्रजातिको रहेछन् यतापट्टि चाहिँ ग्यालास ग्यालास रे कुखुरा पो रहेछ त मन्टु निकाले है पाइथनले रियल पाइथन है के कम्प्युटरमा गरेको पाइथन ऊ कुनामा हेर्नु त ए ऊ त्यहाँदेखि न त्यहाँ यहाँ पनि टाउको निकाले क्यामेरामा देखिन कि यहाँनिर पाइथन पाइथन एकदम ऊ हेभी हुन्छ ए हो कसरी भयो डर लाग्दो रहेछ नि त हो यो चाहिँ निसलो प्रजातिको अब यो बोल्दै थियो फ्याक्ट म बोलिहालेँ जम्मैको प्रजाति भन्दै थियो यो चाहिँ निसलो प्रजाति मेरो दाइ आछन् भन्दै छ भित्रभित्रै बोल्न पो सकेको छैन त गाह्रो दादा दादा दर्शन फिर्ता गर आयो ऊ आयो ऊ त्यसो घाँट नै छ त नाइस गर्मी चाहिँ उपर गर्मी चाहिँ तर एकैछिनमा पसिना आउने भने जीवन छुटेको म्याउ गर्छ नि चितुवाले जीवन निकाल्छ उठ्यो यार यति नजिक चिता एकै रहेछ यो फेरि पुसी क्याट ये सडाड खाना दिने त्यसलाई तर यसलाई स्पेस चाहिँ लास्टै थोरै भयो कि सानो छ कल्लाको पछि साफुड एउटा दिने सुगा रहेछ उतापट्टि सुगालाई चाहिँ कस्तो हेप्यो यार कहाँ उतामाथि हेर सुगालाई त्यहाँ गइरहेको चित्त छैन डगिराखेर के खानलाई हो चराहरू हेर्छ मुख मिठाउँछ होला है हामफालै तल हामफालै त्यसले ऊ त्यो केटाले हेरेर आयो कि यो अन्त बल्ल बिउमा आएको मलाई त है अब त चरा छ कस्तो त्यो दम गर्न हेरेर थिएन त्यो यहाँ हिजो कि मेन चितुवाको यहाँ सानो हेरे ए उयो रहेछ नि त चितुवाको ए रहेछ नि त यसले पुरै त्यो जम गर्ने ठाउँ हेर्दैछ पुरै यहाँ आइदैन है त्यसले त्यो केटा हेरेर आयो भाइहरू अब सुगाको बाह्र जिस्काउने को हेर को भन्छ पागल त्यो 12 सिङ देख्नु ए सञ्जीव हो त सञ्जीव ए साथी साथी धन्यवाद आएको ओइ यहीँ छु चुच्चोमा घुमेर है तपाईँले ब्ल्याक गरेर बक 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 करामा रोज हान्नु नि यसलाई कुकुर आयो कुकुर भन्न कराउँदैछन् हाम्रो भोगी आयो भनेर कराउँदैछन् त फिमेल कि मेल ब्याउन लाग्यो क्या भोत्ला निस्केर गनाउँदो रहेछ तर ओ युनिकर्न जस्तो देख्दो रहेछ त्यो त यो घडियाल भन्ने यही हो क्या सायद त्यो त घोडा जस्तो नि छ
के हो यो तामाङ र बाहुन मिक्स जस्तो हो त्यो उतापट्टिको त सेम त्यो बाहुन र छेत्री मिलेर बन्ने खत्री हो के न घोडा हो न गधा हो न जरायो हो के हो तेरो पहिचान गोत्रा के हो गोत्रा के हो तिम्रो नाम कान्छी परिचय पाम जस उल्के रमाइलो भइरहेछ गाइस यहाँ चाहिँ के हो पहिचान तिम्रो गोबर लोट्याइ चुप सो गाइस हामी चाहिँ भित्रबाट निस्किसकेको छ घुमेर एकदम रमाइलो भयो एकदम फन भयो एकदम रमाइलो थियो भित्र चाहिँ होइन अब बाहिर आइसकेको छ हामी चाहिँ अनि वी आर गोइङ टु ब्याक टु तलतिर अब कता हुन्छ के हुन्छ त्यो चाहिँ हामी हेरेर हुन्छौँ र यतापट्टि बजार पनि रहेको छ एउटा गोबर लोटा चाहिँ त्यहाँ छ नाच्दे विशाल नाच्दे यो चाहिँ त्यहाँ अब पसले आलाई ल्याङ हान्न मात्रै खोजिरहेको छ होइन किन्ने चाहिँ होइन सो अब चाहिँ वाइल्डै गर्मी छ वाइल्डै गर्मी छ वाइल्डै गर्मी छ हिजो पानी परेर अलिकति कम भएको थियो तर अहिलेको हिसाबले हेर्ने भने चाहिँ वाइल्डै गर्मी छ जिल्ला सैनिक बोर्ड फुलबारी बुटवल 3 रे 2 रे यहाँनिर रहेछ अब यहाँनिर यो अन्ध बच्चाहरू चाहिँ के गर्दैछ भन्दाखेरि ओए अन्ध यहाँ चाहिँ भिडियो खिच्दै जाऊ रमाइलो ल अब हामी झर्ने चाहिँ कुन बाटो हो कि यही बाटो त यताबाट ए सिडी भनेको थियो सिडी भनेको यहाँबाट एकचोटि ए मैले चाहिँ खोजेको यस्तो क्या ब्रो त्यसो कति हो प्राइस हजुर 50 रुपियाँले त अब त यो चाहिँ हरकत यो चाहिँ भएन क्या यहाँ हामीलाई पैसा दिनुलाई हेऱ्यो यसको सिस्टर यो कति पर्छ यो लिनुहोस् त यसको है एउटा प्लास्टिक छ होला त प्लास्टिक छ यो त्यसमा राखिदिनु न यसको यसको मेरो मेरो यसको है त्यो पैसा यसको पैसा के त्यो तँलाई ठिक हुन आउँछ औँठी रहेछ नि त बिसारी यहाँ ऊ खोइ त्यहाँ त अघि जिस्केर पो लगाएको त यो वाला लगा न यो वाला डेन्जर रहेछ बालेन चस्मा रहेछ नि त बालेनको चस्मा ऊ देखिस् बालेनको चस्मा अघि ट्राई गरेर अट्दैन सानो हुन्छ कि मेरो टाउकै ठुलो छ के गर्नु अट्दैन हो हेरे हो क्या सम्झिरो मैले अघि ट्राई गरेर अट्दैन अनक्क फर्कियो अब किन बाटो छैन होइन होला यता फर्क्यो नि यहाँसम्म त छ तर सामान बल्ल राख्दै हुनुहुन्छ क्या ल जाउँ सो हामी चाहिँ अब यहाँबाट तलतिर झर्दैछौँ र रमाइलो रहेछ यहाँतिरको बजारहरू चाहिँ नाइस लाग्यो मलाई नाइस गाइजहरू पछाडि आउँदैछन् हामी चाहिँ अब यहाँ होटलमा आएर फ्रेसेस भइसकेको छ नुहाइसकेका छौँ दिउँसोको 12 बजेको छ र खाना खाएको छैनौँ अब खाना खाने चाहिँ हामी बाहिर जाने विचार गरेको छौँ होटलको खाना चाहिँ खाइसक्यौँ हामीले सो टेस्ट गर्नु पऱ्यो नि त बाहिरको अरू अथेन्टिक खानाहरू कस्तो छ होइन सो यसकै 2 घर उतापट्टि चाहिँ खाना खान ठाउँ रहेछ सो यहाँको बस पार्कको मतलब ड्राइभरहरूले पनि त्यही खान्छ जस्तो लागेको थियो सो बस पार्ककै मतलब त्यहाँनिर खाइरहेको हुनाले हामी पनि गएर खाउँ कस्तो रहेछ त भन्ने कुरा हो अनि केटाहरू चाहिँ रेडी हुँदैछन् अनि हामी गएर चाहिँ खानासाना खान्छौँ हेर्छौँ कस्तो रहेछ त टेस्ट कति रहेछ प्राइस के कस्तो रहेछ सो अहिले चाहिँ हामी बाहिर डुल्दैछौँ होटेल कोसेली थकाली भान्साघर भन्ने भेटेका छौँ डुल्दै अनि एउटा स्पट छानेका छौँ हामीले चाहिँ सो होटेल कोसेली एन्ड भान्साघर थकाली भान्साघर यहाँ गएर चाहिँ हामी खाना खाइदिन्छौँ है त लेट्स गो हेरेको छ होटेल कोसेली चल्दिउँ है त गाइस खाना 4 जना पछाडि
क्यान्टिन मुनि बस्छ कि के हो यहीँ बस्छ यहाँ छ त त्यो पङ्खा चलाइदिनु न हो दुईटा खान्छ अहिले अनि हल्ला गर्छ ओके गाइस लेट्स इट बिस्तारै बिस्तारै सन्जी त्यो हरियो चट्नी अलि हल्का हल्का पिरो रहेछ त्यो हेरेर खाऊ है ओए नाइस यार खुट्टा रहेछ ओए काँक्रो पनि रहेछ यार हमको तो बल्गर खाना आता है यार पाकिस्तान मेरा खा लिया पकाना बाकी है मैंने कहा ना बड़ा नटखट है फिर कहीं सरक कर चला गया अच्छा पकड़ के निकल सो गाइस अहिले चाहिँ यस्तो चर्को घाम छ अनि त्यसपछि हामी चाहिँ बाहिर हाट बजार जाँदैछौँ आज स्याटरडे बुटवलमा चाहिँ हाट बजार लाग्दो रहेछ भन्ने कुरा थाहा पाइयो है हल्का किनमेलहरू गर्नको लागि र यताउति डुल्नको लागि चाहिँ हामी हाट बजार जाँदैछौँ अब खानासाना खाएर टक्क रेस्ट गरियो होइन 4 साढे 4 जस्तो भएको छ घरीमा हिँड्नै सकिँदैन कि गाइस त्यही भएर दिउँसो चाहिँ हामी निस्किँदैन होइन अहिले चाहिँ हामी हाट बजारतिर यसो डुल्नलाई जान लागिरहेको छौँ गर्मी चाहिँ लास्टै गर्मी छ काठमाडौँ बसेर गर्मी भन्नेहरू मुलाहरू होइन तिमीहरू यहाँ बुटुवाल आऊ त्यसपछि थाहा हुन्छ कस्तो गर्मी हुन्छ भनेर सो फाइनली गाइस हामी चाहिँ अहिले हाट बजार आइपुगिसकेका छौँ र टुकटुकमा चढेर हामी चाहिँ आएका छौँ हाट बजारमा हाट बजार चाहिँ डुल्छ भन्ने कुरा हो तर गर्मीले मलाई केही बोल्नु नै मन छैन क्या यस्तो बिजोगले गर्मी चढेको छ यस्तो बिजोगले गर्मी चाहिँ मान्छेलाई तेलमा हालेर पकाएको बराबरको छ र मलाई केही बोल्नु नै मन छैन क्या इट्स सो फ्रस्ट्रेटिङ के गाइस यो गर्मीमा चाहिँ सकिन्न यार सकिन्न गर्मीमा तर हाट बजार इज काइन्ड अफ आवर लगनखेल बजार ब्रो तर अलिकति लाइट छ यहाँ चाहिँ त्यस्तो भिड छैन भयङ्कर गर्मी यतिको हाम्रो क्लासमा बसेर गर्मी भयो भनेर कराउनेहरू बुटवल 2 दिन आइज हामी चाहिँ अहिले यहाँ हाट बजारमा डुल्दैछौँ गाइज अब हामी यहाँ डुल्दैछौँ अब यो रत्नपारको बारेनले चाहिँ चस्मा खोज्दैछ चस्मा किन्नु पर्यो अरे गर्मीले मर्न लागिसक्यो भयङ्कर उल्कै बजार रहेछ नि यहाँ त लगाउनु खेल आइसक्दैन हाम्रो नि आउँछ होला यो हो कि बालेन चस्मा
यो चाहिँ हो बाजे हेर सुन भाइ 800 बजा टिकट 500 मा दिन्छ किनिहाल्यो भाइ किनिहाल्यो समुद्रबाट कसरी राम्रो छ सिकल त कपडा हेर न कपडा बार्गेनिङ गर्नु पर्ने ठाउँमा उही पर्छ भाउ बढाइ 850 को टी-शर्ट 500 मा दिन्छ यहाँ त नो बार्गेनिङ फिक्स प्राइस फिक्स प्राइस 500 टी-शर्ट आयो टी-शर्ट 500 वारे वा हाम्रो लाइकको पसल बाजेको पसल एकदम राम्रो पसल के चाहिन्छ हजुरलाई प्यान्ट टी-शर्ट जुत्ता टी-शर्ट आयो टी-शर्ट 500 मा टी-शर्ट आयो हेलो ब्रदर के लिनुहुन्छ टी-शर्टहरु यसो नलिनु भाइ व्हाइट ठिक लागेको लाग्दैन यो गोबर लोटाहरु चाहिँ हाट बजार डुलेको डुलेछन् गाइस हामीले चाहिँ 4 वटा टी-शर्टहरु किनेका छौं एकदम सस्तो मस्तो पाउने रहेछ यहाँ चाहिँ तर गर्मीले केही बोल्न नसक्ने जोन चामल व्रत बार जोन चामल यो भने केटा हो लुई भित्ता उता धानमोड थाक्न जाऊ न लुई भित्ता यसले सही लाग्छ मलाई कति हो 2050 ओइ सस्तै रहेछ त राम्रो रहेछ ओइ उता धानमोड किनौँ भने धानमोड थाक्न न जाऊ गर्लफ्रेन्डलाई किनौँ कि चिट्टी रोबोट मजाको एउटा नि सर ओइ त दालमोड चाख्न जाऊ न आइज न दालमोड किन्नु भन्नु के हो त दालमोड किन्नु त नि हामी तालबाट पसन्द पाइन्छ के त अनि कस्तो भित्वा रहेछ यार जिन्दै खान पाएन झन् नि जिन्दै पाएट पाछ कति खानी खाना बुढो भइसक्यो यत्रो 22-23 वर्ष भइसक्यो अझै खानु दालमोट खानु कति दिन भयो है दालमोट खान नपाएको हिजो भर्खर खायो होइन पागल रहेछ कस्तो हेपेरै बोल्छ भनेको घरान्छु नि म त अनि त्यो मान्छे हेरेर बिसार त्यो दालमोटको मान्छे बोलाउने के यहाँ छैन त मान्छे दालमोट खाउन त आऊ यहाँ चाहिँ तर मिल्छ दिदी पिरोवाला रातो दालमोट छैन रातो खालको हुन्छ नि पिरो खालको कुन चाहिँ हो त्यो पुरै रातो हुन्छ नि त्यो यस्तो वाला होइन कि है पिरोवाला रातो दालमोट छ त्यो यस्तो वाला होइन कि रातो हुन्छ नि यो होइन कि पक्नु म तँलाई त्यो पिमा राखेको छ यो हामीले तेलमा फ्राई गर्ने यो पुऱ्याउने जस्तो पिरो भयो चाहिँ लानु हुने पिरो भएको यो काकुटी मारु घुमेर हो आइहाल्छ मिठो साह्रै मिठो मार फ्रीमा दालमोट खानु पाएको मैले त्यसलाई कति यति भन्दा कति चाहियो र त्यति होइन त त्यही होइन मेन एम नै त्यही चाहियो फ्रीमा खाना चाहिँ पायो भने चाहिँ जे पनि खाइदिने हो फ्रीमा म एउटा गरेर दिन्छु खान्छस् राम्रो हामी चाहिँ अर्को बसल आइसकेका छौँ आफ्टर हमासान पिरोवाला दालमोट छ भाइ पिरो एकदम पिरो भएको यो वाला हो यो अलिकति देऊ न त्यो टेस्ट त
दिबिन पिरो छ त कुरकुरे खुल्ला बेच्दो रहेछ यहाँ राति सितन हुन्छ त्यो सितन के सिधै रेड बुल सिधै तपाईँ रेड बुल खान्छ त विशाल त्यो कुरकुरे खुल्लामा लिने भने हो यो कुरकुरे खुल्लामा बेच्नु मिल्छ खुल्लामा बेच्ने कति पर्छ यो पाउको 80 एक पाउ हाल्दैन भाइ आधी पाउ हजुर एक पाउ के भन्ने साथीहरू तँलाई बोलाएर टेस्टै नगरे नकिन भन्दै थियो कि उसले टेस्ट गरौँ न टेस्ट गरौँ पहिला के भन्नु पहिला आउनु त आऊ कुरकुरे एकचोटि टेस्ट गर्न दिनु त एउटा के गर्दा ठिकै लाग्यो मलाई त खै एउटा ओइ विशाल त्यो नर्मली हामीले जङ खाएको जस्तो छैन तर यो अर्कै स्वाद चाहिँ छ ए मैले टुक्रो नै खाएँ त्यहाँबाट एउटा टुक्रो लिनु दे पैसा दालमोट पिरो भएन क्या यो न पिरो चाहिँ दालमोट चाहिँ ठिकै छ अहिले यही लिगेमा हामीले 80 भन्नुभयो अनि मलाई तिर्छु छोड्दैन त सो गाइज हामीले चाहिँ 1 प्लेट फुर्की र 1 प्लेट चाट बजाइरहेको छौँ उल्के रमाइलो भइरहेछ यहाँ चाहिँ मिठो गजब छ गजब केटा हो